कोले काली चिनिया छ होइन, काली नचिनिहरूलाई म आज कालीले देखाइदिन्छु। आज एउटा पोथी काली चाहिँ आएर बसेको छ हाम्रो घरको छेउमा। यो प्रायः जस्तो आइरहेको हुन्छ, आज चाहिँ अलि टाढै छ छन् चाहिँ हाम्रो घर परिवार मान्छेहरू चाहिँ त्यो नजिक आइरहेको हुन्छ क्या। हामीलाई दचाउँदैन केही गर्दैन। मबाट ठ्याक्कै 10 मिटरको डिस्टेन्स छ कि जस्तो लाग्छ। त्यहाँ आनन्दले बसिरह। यहाँ म नजिक गयो भने चाहिँ त्यो उडेर अलिक पल्लो छेउ जान्छ, अलिक पल्लो छेउ जान्छ, धेरै टाढा लाग्दैन। हाम्रो घरको मान्छेहरूसित चाहिँ डर छैन। यो अरू मान्छे यहाँ चाहिँ उडेर कहाँ पुग्छ। यो पोथी हो। यो चाहिँ यसलाई चाहिँ अब भाले पनि भए अलि धेरै भएर यहाँनिर हुर्किन्थ्यो होला। आनन्दले बसिरह। मान्छेले फेरि गुडिया राख्यो भन्ला त्यो हलचल नगरे हो वास्तवमा कालीजी है। टाउको हल्लाउँदै एकचोटि है। हाम्रो घरमा आँगनमा चढिरहेको हुन्छ। हामीसित चाहिँ डराउँदैन, अरू मान्छे आइसित आज चाहिँ डराउँछ कि। मङ्गल दाइले साबेल चलाएपछि त्यो हलचल गर्न थाल्यो। तल गएर झर्न लाग्यो। ओहो छेउमा बस्यो। मङ्गल दाइले उता गोठमा चाहिँ साबेल चलाएको थियो। यो काली चाहिँ तर्सिएको जस्तो छ अहिले हलचल गर्न थाल्यो। निस्क्यो काली चाहिँ निस्क्यो है। ल त्यसलाई नबस्गाउँ होला, आनन्दले बसोस्। पहिला नजिकै आएर बस्थ्यो, केटाहरू त चाहिँदैछ। हाम्रो घर परिवार मान्छेहरू चाहिँ डराउँदैन कि काली कहाँ गयो। चरिरह चरोस्।